हेलो साथीहरु नमस्कार। मेरो आजको भेराइटी चिकन फ्राई रोस्ट हुँदैछ। अब यसलाई चाहिँ म मजाले फ्राई गरेर ग्रेभीको साथमा चाहिँ मैले अब बनाउने तयारी गर्दैछु साथीहरु है। म जति जानेको त्यति नै म तपाईहरुलाई देखाउँदैछु। किन भन्दाखेरि अब जति जानेको त्यति नै गर्ने हो मैले हैन। अब चिकन फ्राई भयो। अब यो ग्रेभीको लागि जिरा, अब त्यसमा चाहिँ अब खुर्सानी र लसुन काटेको लसुन छ, आदि पोटी पनि छ। मलाई चाहिँ विशेष गरी पोटी चाहिँ सँगै मनपर्ने भएर मैले पोटी हाल्दैछु। तपाईहरुलाई जस्तो मनपर्छ त्यस्तो पनि तपाईहरु प्रयोग गर्न सक्नुहुन्छ हैन। प्याज प्याज हालेर भुट्नु पर्यो। सर्लक लगाएर प्याज हालेर भुटिसके पछाडी हेर्दै जानु होला। म विशेष गरी म बिस्तारै प्रोसेसिङमै छु। जति जानेको त्यति नै म गरिरहेको छु हैन। अब यो भन्दा धेरै म जान्दिन। अब जस्ट त्यति भएपछि मलाई फेरि मिठै हुन्छ। अब गोलभेडा हालियो हैन। गोलभेडालाई मजाले भुट्ने पाक्ने गरी अब मसला बेसार यसमा चाहिँ सबै थोक मैले एकैचोटि हालिदिएको छु हैन। मसला बेसार त्यहाँ लाग्ने अब 2-3टा प्रकारको मसला छ, 2-3 आइटमको लगभग यो तयारी अवस्थामा छ। हेर्नु त अब त्यो लसुनको पोटी तपाईहरुले हेर्दाखेरि खाउँ लागेको छैन साथीहरु। हेर्नु त अलिकति कलर ल्यायो है अहिले चाहिँ है। अब झकास हुनेवालामा छ है या मासु। अब लगभग ग्रेभी तयारी भयो। अब मासु हाल्नु पर्यो। च्याट्ट लाएर हैन मासु हालियो। अब यसलाई मजाले ग्रेभीसँग चाहिँ सर चलाइदिने हैन। त्यो ग्रेभीको मसलाको रसहरु सबै मासुमा पसिन्छ। त्यसपछि अलिकति ग्रेभी पनि बनाउनु पर्छ। यो लगभग ग्रेभी तयारी हुन आँटिसक्यो। ल साथीहरु अब ग्रेभी पनि तयारी झोल सहित चिकन फ्राई हैन ग्रेभीको साथमा हेर्नु होला। ल हेर्नुस् है साथीहरु अब चाहिँ भात पनि रेडी कुकरमा पाकेको मासु भात टक्क लाएर अब थालमा हाल्ने हैन। त्यसपछि चाहिँ केटोले सुरु गर्छ। ल है साथीहरु आउनु होला। मासु भात चाहिँ झ्याम्म लाएर सुरु गर्ने अब योजनामा है त गाइजहरु। ल सबैलाई वेलकम छ।